आज चाहिँ दिन खराब रहेछ साथीहरु। आज फकट्या मुखल्पा खाइयो ओभरट्याकको अनि चाहिँ ठुलै परिरहेको छ। हेलो साथीहरु, सबैलाई गुड मर्निङ। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज फेरि पनि धेरै दिनपछि नयाँ भिडियोको साथमा आएको छु। आजको यात्रा चाहिँ जेतादेखि हलबासम्मको हुनेछ। करिब 400 किलोमिटरको आजको यात्रा हुनेछ भने लोड गरेर मैले चाहिँ गाडी यहाँ पार्किङमा लगाएको छु। अब गाडी त अब बिहान 5 बजे लोड भएको थियो। लोड गरेर यहीँ सुते। अहिले चाहिँ बिहानको 6:30 बजेको छ। म चाहिँ भर्खरै उठेर फ्रेस भएर अब चाहिँ हिँड्नुपर्ने हुन्छ। करिब 1.5 घन्टाको सुताइ आजको। अब चाहिँ टायरहरू पनि चेक गर्नुपर्ने हुन्छ। यो पनि चल्ने हो, यो कम्पनी गाडी। अब टायरहरू पनि सबै ठिकै छ, त्यस्तो दबेको त छैन। हल्का लोड हो, टायर चाहिँ खराब छ। अब चेन्ज गर्नुपर्ने छ टायरहरू। जान सक्नुहुन्छ पुरै खराब छ कि टायरहरू अलिअलि। अब चेन्ज गर्ने भनेको कम्पनी जान भ्याएकै छैन क्या। म चाहिँ यहाँबाट लोड गरेको। जान सक्नुहुन्छ यो सबै चोरले काटेको है साथीहरू। यो पर्दाहरू यो जति पनि टालिएको छ नि, यो सबै चोरहरूले काटेको। अहिले यहाँ एकदमै चोर लाग्छ, जहाँ पाए त्यही सुत्न हुँदैन। अहिले चाहिँ यतातिर एकदमै चोर लाग्छ क्या। त्यही भएर जहाँ पाए त्यही चाहिँ सुत्न हुँदैन। चोर पनि धेरै लाग्छ साथीहरू। अहिले चाहिँ मेरो सुन्नुहुन्छ यो पछाडि चाहिँ सुलेम कम्पनी गाडी हो। यो कम्पनी पनि राम्रै छ। यदि तपाईँहरू पनि सुलेम अल हजारी कम्पनीमा आउन चाहनुहुन्छ भने भिसा चाहिँ गइरहेको हुन्छ है साथीहरू। यसको चाहिँ अब जिसिसी लाइसेन्सलाई त लिने नै भयो होइन, रिटर्न ड्राइभरलाई। अनि फ्रेस ड्राइभर हुनुहुन्छ भने पनि फ्रेस पनि लिन्छ यसमा। अब ठिक छ कम्पनी। अब जेदाम पनि मौसम चाहिँ एकदमै चिसो छ है। त्यस्तो गर्मी चाहिँ छैन। अहिले चाहिँ चिसो छ क्या मौसम। जस गाडी बन्द गरेर पङ्खा चलाएर मजाले सुत्न सकिन्छ। अहिले चाहिँ त्यस्तो मौसम छ। अब दिउँसोमा चाहिँ लास्टै गर्मी छ। फेरि एसी चाहिँ चलाउनै पर्ने हुन्छ दिउँसोमा। अब अहिले चाहिँ अब स्टार्ट गर्छु। गाडी चाहिँ स्टार्ट गरेको छैन। अब चाहिँ हिँड्नुपर्ने हुन्छ। गाडीमा पानी पनि हाल्यो, पानी अलिकति कम रहेछ, पानी हाल्यो। अब चाहिँ हिँड्नुपर्छ। मौसम चाहिँ जस आजको चाहिँ दामी छ क्या साथीहरू। चिसो मौसम, गर्मी छैन। त्यही हो साथीहरू है। अब बाटोतिर भेटौँला, अब के कस्तो हुन्छ मैले देखाउने नै छु। अब चाहिँ म निक्लेँ साथीहरू। अब चाहिँ सरर जानुपर्छ। यहाँबाट राइट हानेर जाने हो। आनन्दले हिँडिन्छ साथीहरू होइन, आफ्नै पारामा बिन्दास पाराले। यो चाहिँ पुरै सानो एरिया हो, चाहिँ पुरै मसौदै मात्र छ। यो अगाडि देख्न सक्नुहुन्छ, यो चाहिँ अलसेप कम्पनी हो। यो अगाडिको चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ सबै अलसेप कम्पनी हो। यो बाटोमा चाहिँ 90 लाग्छ। अब गाडीहरू चाहिँ हिँडिरहेको हुन्छ, तर 90 लाग्छ भन्छन्। कहिलेकाहीँ चाहिँ पुलिसले भेट्यो भने चाहिँ दिन्छ फाइन चाहिँ। अब आज त शुक्रबार हो नि त, अनि शुक्रबार चाहिँ 90 कहीँ पनि छैन क्या। अब दिउँसोको 4 बजीसम्म चाहिँ आज हिँड्न पाउँछ आनन्दले। अब त्यही भएर म पनि 7 बजीतिर हिँडेको। अहिले चाहिँ 7 बज्यो। मेरो कम्पनी चाहिँ यता छ। यतातिर चाहिँ मेरो कम्पनी छ होइन साथीहरू। यो चाहिँ जेद्दा जिजान हाइवे हो। यो सिधाको सिधा जानुभयो भने चाहिँ जिजानतिर पुग्न सकिन्छ। म चाहिँ हलबा जाँदैछु। यो सिधै पनि हलबा जान सकिन्छ। करिब यहाँबाट 400 किलोमिटर अगाडि गएर अनि लेफ्ट हानेर जानुपर्छ हलबा जानलाई। यताबाट जाँदाखेरि चाहिँ उकालो पर्छ। सुरुङ छ नि त, 25वटा सुरुङ पार गरेर जानुपर्छ सिधै गयो भने चाहिँ। अनि उकालो पनि धेरै ठुलो छ उकालो। त्यही भएर म चाहिँ यो सिधै जाँदिनँ। म चाहिँ यो खुब्री चढेर जानेछु। म चाहिँ थोरै अगाडि गएर अब राइट हान्ने पर्ने हुन्छ। यहाँ बोर्ड पनि देख्न सक्नुहुन्छ, रियाद राइट भनेछ। अलमदिना पनि राइट, जेद्दा पनि राइट। यो सिधै अगाडि गएर अनि पुल मुनि झर्दा नि भयो। अनि यताबाट राइट हानेर गए पनि भयो। यताबाट चाहिँ अलिक छिटो हुन्छ क्या। सरर घुम्ने हो पुल होइन। यो खास गरी 3 नम्बरसँग यहाँ जोड्नलाई यो बाटो बनाएको, तर अझैसम्म कम्प्लिट चाहिँ भएको छैन बाटो।
अगाडि गएर चाहिँ बाटो सकियो भनेर यहाँ बोर्डमा पनि देख्न सक्नुहुन्छ होइन, रोड क्लोज भनेर लेखेको छ यहाँ अगाडि गएर। यो यहाँबाट राइट हानेर गयो भने चाहिँ 3 नम्बर छ यहाँ पुग्छ क्या साथीहरू। तर बाटो चाहिँ अझै कम्प्लिट भएको छैन क्या, बनाएर सिधेको छैन, अझै बनाउँदैछ। म चाहिँ यताबाट जानेछु, यो पुरै घुम्ने छु क्या, यताबाट आफै घुम्ने छ यो रोड चाहिँ, आफै घुमाएर पुल मुनिबाट लिएर जान्छ। दामी छ नि बाटो होइन साथीहरू, यो चाहिँ नयाँ बाटो हो, हेर्नु न चिल्लो छ है, यस्तो दामी छ क्या बाटो पनि। पुल हेर्नु कति नजिक देखिने क्या, गाडी पनि नछिर्ला भनेर त्यस्तो देखिन्छ क्या है साथीहरू। अब यहाँदेखि चाहिँ जेद्दा एरिया सुरु भयो साथीहरू। यो चाहिँ जेद्दा सिटी नै पर्छ क्या, यहाँ चाहिँ नो इन्ट्री लाग्छ यो रोडमा पनि। अब आज चाहिँ 4 बजीसम्म हिँड्न पाउँछ, अनि 4 बजेपछि चाहिँ नो इन्ट्री लाग्छ। चाहिँ म यो जुमुम सिटी कटेर अगाडि आइपुगेँ सिङ्गल रोडमा। देख्न सक्नुहुन्छ यो सिङ्गल रोडमा यस्तो जाम छ क्या, त्यहाँ चेकपोइन्ट छ क्या अगाडि, त्यो चेकपोइन्टमा चाहिँ जाम होला सायद। पछाडि पनि गाडीको पुरा लाइन छ, देख्न सक्नुहुन्छ होइन, कहाँसम्म पुगिसक्यो पछाडिको लाइन पनि। फाइनल साथीहरू अहिले चाहिँ म ताइप आइपुगेँ। अब यहाँबाट चाहिँ ताइप सुरु भयो, ताइपको उकालो, यहाँ पहाड एरियाहरू। अब भिडियो त यतातिरको धेरै बनाइसकेको छु मैले, त्यही पनि यसो एउटा झलक बनाइदिउँ त भनेर मैले चाहिँ भिडियो बनाएको। खाना चाहिँ अझै खाएको छैन, भोक पनि लाग्ला जस्तो भयो। उतातिर धेरै त्यो भिडभाड थियो क्या, त्यही भएर अनि म चाहिँ नरोकिकन आएँ। अनि यो उकालो उक्लेर खाना बनाएर खानुपर्ने हुन्छ साथीहरू होइन। आज शुक्रबार हो नि त, त्यही भएर साथीहरू मजाले सुत्छन् क्या, अनि त्यही भएर आज चाहिँ अलि भिडभाड छ, मजाले सुतेर हिँड्छ साथीहरू। त्यही भएर चाहिँ आज भिडभाड अलि धेरै नै छ। अब उकालोमा हेरौँ अब कतिको भिडभाड हुन्छ। अझै अगाडितिर त अझै भिडभाड हुन्छ होला, अब यतातिर त छैन होला खासै, अगाडि त भिडभाडै छ। अहिले चाहिँ म यो रियाद मक्का हाइवेमा छु। म चाहिँ भर्खरै खाना बनाएर खाएर अब चाहिँ हिँड्नुपर्छ। अहिले चाहिँ दिउँसोको 1 बजिसकेको छ, देख्न सक्नुहुन्छ पसिना पनि लास्टै पसिना छ क्या होइन। भर्खर अब एसी चलाएको, अब बाहिर त चिसै छ, चिसै छ। अनि गाडीभित्र चाहिँ गाडी बन्द गरेको थिएँ नि त मैले खाना बनाउँदाखेरि, डिस्टर्ब नहोस् भनेर। अहिले चाहिँ गाडी स्टार्ट गरेँ भर्खरै, अब एसी भर्खरै चालु गरेँ। लास्टै गर्मी छ गाई, देख्न सक्नुहुन्छ होइन। अब चाहिँ हिँड्छु म। अब यो चाहिँ रियाद मक्का हाइवे हो, यो चाहिँ सिधै गयो भने चाहिँ रियाद पुग्न सकिन्छ। यो यताबाट यो बाटो चाहिँ सिधा गयो भने चाहिँ तपाईँहरू रियाद पुग्न सक्नुहुन्छ है। यो माथि होइन नि फेरि, यो तलबाट है, फेरि माथिबाट होइन फेरि। म चाहिँ यताबाट जानेछु, म चाहिँ यो हाइवेबाट जानेछु। यो गाडी जाँदैछ नि, यो गाडी गइरहेछ नि, यतैतिर जानेछु म। छ क्या साथीहरू फेरि अब चाहिँ हिँड्नु पर्ने हुन्छ साथीहरू होइन। अब हावा पनि भर्यो, गियर चाहिँ यही हो है साथीहरू, यसमा चाहिँ गियर यही हो। यसलाई बटारी चाहिँ कुटुङ टुङ हिँड्छ। म चाहिँ यतातिर लाग्नु पर्ने हुन्छ होइन। आज चाहिँ दिन खराब रहेछ साथीहरू, आज फोकटिया मुखाल्पा खाइयो ओभरट्याकको। अब फोकटिया त के भन्नु होइन, गल्ती गरेको, गल्ती गरेपछि अब फाइन पनि आउने स्वाभाविकै हो। आज चाहिँ फाइन खाइयो साथीहरू होइन, 300 रियालको आज फाइन खाइयो। आज चाहिँ दिन खराब रहेछ, आज चाहिँ फेरिको टिप हुने भयो। ठ्याक्कै टर्निङमै पुलिस बसेको रहेछ। अब ताइपमा आउँदै थिएँ, गाडीहरू बिस्तारै हिँडिरहेको थियो, अनि मैले त्यही त हो अब होइन, अब अलिकति दौडाउनै पर्ने हुन्छ। अब ओभरटेक गरिहाल्यो, टर्निङमा पुलिस रहेछ, अब के थाहा त होइन पुलिस कहाँ बस्छ भनेर, अब थाहा भएन। मैले पनि ट्याङ्गै ओभरटेक हानिदिइहालेँ। अब ओभरटेक त हानिदिएको, अगाडि ठ्याक्क पुलिस आएको, क्यामेराले यस्तरी प्ल्यात्त फोटो खिच्यो साथीहरू। त्यहाँ नभएर फेरि अनि अगाडि आएर फेरि अनि फोटो खिच्यो पछाडिबाट।
किनकि टाइपतिर त 300 मात्र हो नि त फाइन, त्योभन्दा धेरै आउँदैन ओभरट्याकको। किन त्यहाँ त उकालो छ नि त, अनि आउँदाखेरि त उकालो पर्छ नि त धेरै, अनि यताबाट जाँदाखेरि त अनि ओह्रालो पर्छ धेरै होइन। त्यही भएर चाहिँ गाडीहरू बिस्तारै हिँडिदिन्छ नि त, अनि हामीलाई पनि डिस्टर्ब हुन्छ नि त। अनि त्यही भएर चाहिँ त्यहाँ चाहिँ 300 रियालको फाइन दिन्छ। मैले पनि आज खाइयो 300 रियालको फाइन। अस्ति भर्खरै खाइएको थियो साथीहरू होइन। अस्ति चाहिँ अस्ति पनि ओभरट्याककै खाइएको थियो, 150 रियालको खाइएको थियो जम्मा होइन। अस्ति चाहिँ 150 रियालको खाइयो, अनि त्यो चाहिँ क्यान्सल भयो। त्यो ओभरट्याककै थियो, लगभग 10 दिन लाग्यो त्यो क्यान्सल हुनलाई। यो पनि रिक्वेस्ट त पठाउँछु भोलि होइन। भोलि चाहिँ आउँछ कि 24 घन्टा भएपछि, अनि यो डिस्पोजको अप्सन आउँछ क्या। क्यान्सल भयो भने भयो, भएन भने भएन। धेरै सुन्नुहुन्छ साथीहरू, पानी पनि परिरहेको छ, छिट्टा हानिरहेको छ। सायद अलबातिर चाहिँ पानी परिरहेको होला, मलाई त्यस्तो लाग्छ। अब रोड पनि सिङ्गल छ होइन, रोड चाहिँ एकदम राम्रो छ, तर सिङ्गल रोड हो क्या। अब उताबाट आउने पनि यही बाटो, यताबाट जाने पनि यही बाटो। यहाँबाट चाहिँ 28 किलोमिटरसम्म होइन, क्यामेराहरू एउटा पनि भेटिन्न के बाटोमा। डाइरेक्ट अब उताबाट लेफ्ट हानेपछि अनि क्यामेराहरू आउँछ, त्यही पनि अलिअलि आउँछ, धेरै छैन क्यामेरा। अब यतातिर चाहिँ गाडी बिग्रियो भने चाहिँ अलिकति गाह्रो हुन्छ क्या साथीहरू। हेर्नु न, अब यस्तो सुनसान छ, कहीँ घर यता पनि घर छैन, यता पनि घर छैन, पुरै यस्तै छ, ढुङ्गा चाहिँ रम्बल गाडी छ पुरै। अनि घरहरू एउटा पनि छैन क्या। अनि यता गाडी बिग्रियो भने त लास्टै गाह्रो हुन्छ नि, हो कि साथीहरू। अन्त त्यही भएर यता चाहिँ अलिकति धेरै नै गाह्रो छ क्या साथीहरू। अरूभन्दा दिउँसोमा त ठिकै हो, रातिमा चल्न चाहिँ लास्टै गाह्रो छ क्या साथीहरू। रातिमा चाहिँ गाह्रो बनाउँछ, अरू त त्यस्तै हो। पानी पर्यो गाइस, पानी पर्यो। अस्ति क्या साथीहरू होइन, म चाहिँ डिजल हाल्दै थिएँ, अनि ऊ चाहिँ नेपाल नै रहेछ क्या, तर नयाँ रहेछ ऊ चाहिँ होइन। उसलाई चाहिँ खासै थाहा रहेनछ, बाटोहरू पनि खासै थाहा रहेनछ, अनि डिजलहरू कहाँ पाउँछ त्यो पनि थाहा रहेनछ त्यसलाई। अनि उसले फेरि कम्पनीले डिजल त हालिदिएको रहेछ होइन, तर उसले चाहिँ पासपोर्ट चाहिँ बिर्सेको रहेछ क्या। मेन भनेको पासपोर्ट हो होइन। अब पासपोर्टै बिर्सेपछि त अनि के काम लगाएर हो क्या होइन साथीहरू। त्यही भएर साथीहरू होइन, अहिले चाहिँ पेट्रोलको जमाना छ। अब डिजल हाल्दाखेरि मोबाइलले स्क्यानिङ गर्ने हो प्रायः जसो चाहिँ त्यस्तै सिस्टम छ। अहिले क्यासको सिस्टम चाहिँ अलिकति कमै छ, प्रायः जसो अहिले एप सिस्टम छ डिजल हाल्नलाई। यदि तपाईँहरू नयाँ साथीहरू हुनुहुन्छ भने होइन, यदि तपाईँहरूको गाडीमा पेट्रोल एप सिस्टम छ भने तपाईँले पासपोर्ट चाहिँ अब 4वटा कोड नम्बर हुन्छ होइन। पासपोर्ट 4वटा नम्बर हुन्छ क्या पासपोर्ट होइन। त्यो नम्बर चाहिँ मोबाइलमा सेभ गरेर राख्नु होला क्या, आफूलाई थाहा हुने गरी त्यो नाम राखेर अनि सेभ गर्नुहोस् होइन। तपाईँलाई सजिलो हुन्छ क्या पछि। अब अस्ति अब त्यस्तै भयो, उसलाई अब थाहा रहेनछ पासपोर्ट, अब गाडीमा पनि डिटेल रहेनछ, उसलाई कम त नभयो त। त्यस्तै हुन्छ क्या साथीहरू। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने, यदि पेट्रोल एप सिस्टम छ भने पासपोर्ट चाहिँ सेभ गरेर राख्नु होला है। पासपोर्ट सेभ गर्नुभयो भने चाहिँ तपाईँहरूलाई सजिलो पनि हुन्छ। जम्मा 4वटा नम्बर त हो नि, धेरै हुँदैन। अब डिजेल आउने पेट्रोल एप चाहिँ यो हो क्या साथीहरू। यो देख्नु भएको छ हो, यही हो पेट्रोल एप चाहिँ। ल हेर्नु साथीहरू, यो लोकेसनले चाहिँ सिधै लिएर गएको छैन। म चाहिँ यो बाटो जाने, यो कटबाट जाने हो, यो कटबाट जाने हो। म चाहिँ एकचोटि चाहिँ म यतैतिर हराएको थिएँ क्या साथीहरू। म चाहिँ यो बाटो आउनु पर्ने होइन, अनि गएछु म उतातिर बाटो गएछु क्या, आउनु पर्ने यो बाटो। म चाहिँ यहाँबाट राइट हानेर गएछु क्या साथीहरू। राइट हानेर गएपछि फेरि टाइप सिटी पुग्ने रहेछ क्या। त्यही भएर म एकचोटि चाहिँ हराएको थिएँ यो बाटो चाहिँ। त्यतिखेर चाहिँ म नयाँ थिएँ, त्यो बेला चाहिँ हराएको थिएँ। लोकेसनले त यो सिधा देखाइरहेको छ होइन, तर म चाहिँ सिधा जाँदिनँ। म चाहिँ यहाँबाट लेफ्ट हानेर जानेछु। उताको बाटो गयो भने चाहिँ 75 किलोमिटर देखाएको थियो भने, अब यताबाट चाहिँ लगभग 103 किलोमिटर देखाएको छ क्या। लगभग 30 किलोमिटर जति फरक पऱ्यो क्या, 28 किलोमिटर भनौँ न। हेर्नु न, यस्तो कालो बादल लागेछ क्या, पानी चाहिँ धरो पर्छ होला। यहाँबाट चाहिँ सिङ्गल रोड सकियो, अब चाहिँ डबल रोड सुरु हुन्छ।
चाहिँ म राइट हानेर जानेछु। यो सिधै चाहिँ बाटो बन्द छ क्या हो, त्यो गाडी त्यही हाइवेमा समाउने हो, त्यो अगाडिको गाडी। जान सक्नुहुन्छ है साथीहरू, यहाँ पानी परेको हेर्नु त, पानी चाहिँ ठुलै परिरहेको छ। फाइनल साथीहरू, अब यहाँबाट चाहिँ अल्वा एरिया सुरु भयो। अब मलाई चाहिँ यहाँबाट करिब 14 किलोमिटर छ खालीगढ ठाउँ पुग्नलाई। सिधाको सिधा जाने हो, ठ्याक्कै खालीगढ ठाउँ गएर ठ्याक्कै लोकेसन पनि सकिन्छ। बाटोको छेउमै हो खाली गर्ने। यतातिर चाहिँ यस्तो उकालो सुरु भयो। अब यो चाहिँ पुरै उकालै मात्र छ है। अनि खाली गरेर फेरि म यही बाटो आउने छु त्यो अर्को ठाउँमा खाली गर्नलाई। लोड पनि उल्टो हालिदिएछ क्या साथीहरू। अब अल्वातिर चाहिँ खासै नोइन्टी नलाग्ने रहेछ है साथीहरू। अब बिहान 6 देखि 9 बजीसम्म लाग्ने रहेछ, अनि फेरि 9 बजीदेखि 1 बजीसम्म हिँड्न पाउने रहेछ, अनि 1 बजीदेखि अनि 4 बजीसम्म चाहिँ नोइन्टी लाग्ने रहेछ, अनि 4 बजीदेखि चाहिँ नोइन्टी नलाग्ने रहेछ। म चाहिँ यही खाली गर्ने हो, यो बिल्डिङमा खाली गर्ने हो। यहाँबाट चाहिँ राइट हान्नु पर्ने हुन्छ। In 200 meters, your destination will be on the यस्तरी लाउनु पर्छ हैन। एकचोटि लगाएपछि अर्कोचोटि ब्याक गर्ने नपरोस् न त साथीहरू। अब चाहिँ पेपर दिन जानुपर्ने हुन्छ। म चाहिँ यो पेपर दिएर आउँछु है साथीहरू। फाइनल साथीहरू, गाडी चाहिँ एक ठाउँमा खाली भयो। अब चाहिँ अर्को ठाउँमा जाँदैछु। यो पुल मुनि छिर्यो फेरि माथि चढेर आउने हो क्या साथीहरू। उता अब छैन युटर्न गर्ने ठाउँ, त्यही भएर अब चाहिँ यहीँबाट युटर्न गर्नुपर्ने क्या। यहाँ चाहिँ मुनि झर्ने अनि फेरि माथि चढ्नुपर्छ साथीहरू। फेरि यति ठुलो छ कि यहाँको गोल राउन्ड। फेरि यहाँ यति ठुलो छ नि, यहाँबाट अब राइट हानेर मुनि झर्ने हो। जस पहाड फोडेर त बनाएकै हो नि बाटो होइन साथीहरू। बाटो चाहिँ खतरा हो के साथीहरू। अर्को ब्रान्चमा पुग्नलाई करिब मलाई अझै 7 किलोमिटर छ। यो बाटो चाहिँ आज पहिलोचोटि हिँड्दैछु है। योभन्दा अगाडि चाहिँ म हिँडेको थिएन यो बाटो। आज फर्स्ट टाइम म यो बाटो हिँड्दैछु। बाटो कस्तो छ थाहा छैन। म चाहिँ अलौकिक भन्ने ठाउँमा गइरहेको छु। अब म चाहिँ यहाँबाट राइट हानेर जान्छु। यताबाट सिधै सिधै देखाइरहेको छ, त्यही भएर म चाहिँ यताबाट गइरहेको छु। यो चाहिँ कता एयरपोर्ट जाने बाटो रहेछ साथीहरू। यो सिधै एयरपोर्ट पुग्ने रहेछ। Take the next right. म त एयरपोर्टको बाटो पो आएको रहेछ हौ साथीहरू। कालो उखुले सिधै एयरपोर्ट आइगयो त। अनि गर्ने अब त्यो फेरि अलिकति अल्टर छ क्या यो मसौदा पनि। लाउने ठाउँमै अलिकति कस्तो छ क्या साथीहरू। यत्तिकै हान्यो भने च्याप्पै लाग्छ साथीहरू, च्याप्पै। यता छुला के भन्ने ठाउँ। अब चाहिँ लाग्यो। अब चाहिँ यहीसम्म हो भिडियो चाहिँ है।